हेलो साथीभाइहरू, हामी चाहिँ स्विमिङ पुल आएको थियौँ हो आज। त्यही भएर यहाँनिर एकदमै यहाँको नजारा हेर्नुहोस्। पेदुङ बजारदेखि अलिकति मुनि मुनि छ। अब जाडोमा स्विमिङ हेर्नु मात्रै आएको, खेल्नु त सक्दैन होला। हेर्नु न स्नेक प्लान्टहरू यसरी मनपर्छ है, यसरी पुरा हेर्नु न के दामी दामी। तपाईँहरू आउनु सक्नुहुन्छ, यहाँनिर होमस्टे छ हो। हेर्नुहोस् त, हामी पनि एकछिन इन्जोय गर्न आएको, त्यही भएकोले गर्दा हेर्नु हेर्नुहोस् ल। त्यस्तो एउटा खालको पनि के राम्रो देखेको, हेर्नु न के प्लान्ट भन्छ साथीहरू यसलाई भन्नुहोस् ल। मलाई त प्लान्ट रोप्नु मात्रै आउँछ, नाम चाहिँ थाहा हुँदैन हो। साथसाथमा सयपत्री फुल पनि हेर्नु हो। यसपालि ढिलो फलाइ भयो सयपत्री फुल हो। एकदमै रमाइलो रहेछ। आज आएको हामी पनि पेदोङमा बसेर पनि यहाँ आउनु पाएको थिएनौँ। आज चाहिँ हामी वक जाँदा जाँदा यसो निस्क्यौँ न भनेर हो। हेर्नु त, रोड उही छ, रोड हो, हिँड्नु पनि पर्दैन रहेछ। रोड यहाँनिर, रोडबाट यहीँ आउनु हो, कति सजिलो मजाको रहेछ जग्गा। यहाँ आन्टीसँग कोही